हेलो सबैलाई नमस्कार। यो चाहिँ रेली खोला हो। अनि रेली खोलामा एउटा कुवा रहेछ मजाको। साथीभाइहरू जाउँ है भनिरहेको थियो। र हाम्रो गाउँको भाइहरू चाहिँ घरिघरि गइबस्छ नि त। अन्त मजा आयो, फ्रेस भयो भन्थ्यो। अन्त त्यो एक दिन चाहिँ हाम्रो लोलेमा एकजनाको विवाह थियो। अनि उहाँहरूले हामीलाई निमन्त्रण गर्नु भएको थियो। र त्यहाँनिर चाहिँ हामी एक ग्रुप साथीभाइहरू 4-5 जना बाइक स्कुटीमा यसरी गएका थियौँ बिहामा। बिहा खाइवरी फर्किँदै गर्दाखेरि चाहिँ रेली भनौँ न त पसौँ एकछिन, बाइक पनि धौँ एकछिन, यसो खेलौँ भनेर पसेको। साथीहरू त खेलिहाल्यो पहिल्यै, खेलेर माथि बसिरहेको थियो। अनि हामी पनि लु न त हौ खेलौँ न एकछिन भनेर पसेको। खेल्नु त जानिँदैन, यो भेगुता टाइपले अलिअलि खेलाइ भयो। सिक्दै भनौँ, तर मजा आयो, फ्रेस भइयो। यो खोलातिर माछाहरू पनि रहेछ, जाल हानेहरू पनि देखियो त्यहाँ, र रमाइलो भयो। र त्यसरी पौडी खेलिवरी फ्रेस भएर चाहिँ हाम्रो घर फर्क्यौँ है। र सबैले हेरिदिनु भयो। थ्याङ्क यू फर वाचिङ।